मेरा बच्चा में चम्चाले खाऊ मैंने याद गरेँ मात्रै हो हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि हजुरहरुलाई धेरै धेरै स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। हामी चाहिँ होटल गएर पनि खाना खाएर राधानगर बीच घुम्न जानको लागि चाहिँ निस्किसकेका छौं साथीहरु। हामीले चाहिँ यता चाहिँ यहाँ ब्लगमा चाहिँ 24 घण्टाको लागि स्कुटी चाहिँ 500 मा दिने रहेछ। त्यही भएर हामीले पनि एउटा स्कुटी भाडामा लियो साथीहरु। हामी चाहिँ सरर राधानगर बीचतिर जाँदै छौं। मेरो बुढा चाहिँ पहिले पनि आइसक्नु भएको थियो नि त यता, त्यही भएर हामीलाई चाहिँ बाटो नचिन्ने प्रब्लमहरु चाहिँ केही भएन साथीहरु। अनि एउटा कुरा साथीहरु, मैले चाहिँ अन्डमानमा आएदेखि फर्स्ट चोटी चाहिँ यता पनि खेती लगाउँदो रहेछ भनेर चाहिँ खेती लगाएको ठाउँहरु पनि देखे साथीहरु। करेला लौकीहरु थियो त्यहाँ चाहिँ। हामी चाहिँ यता बल्ल पेट्रोल हालेर पठाउ साहबले पुर्याउन जान्छ हामीलाई। मान्छे रिसाउने गरेर बोल्छ भिडियो बनाउनु मात्र। डिचेन आऊ चढ्नु। नहीं भाडामा लिएको स्कुटी यसको नफुट्दो राख्नु पाउँछ, अडिनु पाउँछ मेरो बस्ने। साथीहरु यता चाहिँ पुरै सुपारी खेती हुँदो रहेछ। यो देखेको चाहिँ सबै सुपारी साथीहरु। बीचमा लगाउने ड्रेसहरु त खतरा पक्दो रहेछ। हेलो छ्यासी ब्रो। घुम्नलाई मन गरे नि अहिले सबैको बच्चाहरु यसो रोएर। दा राम्रो लाग्दो ल। इधर देखिए मैडम, ये फैमिली फोटो सैंपल्स क्वालिटी ऐसा होगा, बेबी सैंपल देख सकते हैं, सेम क्वालिटी डिस्काउंट प्राइस हो। ल यता चाहिँ क्यामेराम्यानहरु पनि पाउँदो रहेछ साथीहरु फोटो खिच्नलाई, तर हामीले लिएन। हामी चाहिँ आफ्नै फोन हामी हाम्रै फोनबाट खिच्छु। यो चाहिँ बाँसबाट बनाएको होला है, ब्याम्बोबाट बनाएको। नम्बर दिया आपने एकदम सही नम्बर स्कूटर कहाँ खेल्ने कि मैले याद गरेँ मात्रै हो। स्ट्यान्ड नलाएर बेकार भयो नि, मैले याद गरेँ मात्रै हो। हो त नि, नत्र मैले के वहाँबाट ल्याएको मैले हो। मैले भनेर ल्याएको वहाँबाट ल्यायो। तिमी त लान्न भयो भनेको मैले ल्याएको। साथीहरु यता चाहिँ यति धेरै मान्छे थियो कि यति धेरै मान्छे थियो, सबै पानी खेलेको। तर मौसम चाहिँ अलिक चिसो चिसो थियो, भए पनि मान्छेहरु सबै पानी खेलेको देखेर चाहिँ डिचेन र डिचेनको बाबा पनि दुईटै पानी खेल्दै हुनुहुन्छ साथीहरु। उनीहरु चाहिँ एकदम पानी खेलेर इन्जोय गर्दै एकदम रमाउँदै छ। डिचेनको चाहिँ दुईटै खल्तीमा बालुवा भरिसकेको छ साथीहरु, त्यही नै खेलिरहेछ। डिचेन चाहिँ एकदम खुसी भएको छ, एकदम एकदम एकदम।
घर जाने डिचेन चाहिँ यता नबस्ने हाम्रै घर जाने भनेर रोइरहेछ साथीहरू। सम्झाउँदा पनि मानिरहेको छैन। अनि यता चाहिँ एउटा फ्यामिलीको लागि एउटा सिँगै घर जस्तो के भन्छ त्यसलाई होटेल साथीहरू रिसोर्ट कति राम्रो रहेछ। यो चाहिँ के अरे एकपट्टि एउटाको एउटा फ्यामिलीको लागि एउटा सिँगै औसी पनि रहेछ एसीवाला होला। 2,000 years later. हामी चाहिँ यता स्कुबा डाइभिङ गर्ने भनेर आएको। स्कुबी डाइभिङ गर्ने ठाउँमै थाहै लागेन। हेलो डिचेन। हामीलाई चाहिँ यता स्कुबा डाइभिङको भाइले लिन आउँछ भनेर चाहिँ हामी रोडमा वेट गरेर बसिरहेको छौँ साथीहरू। बुढा चाहिँ उता फोन गर्दै हुनुहुन्छ त्यो भाइलाई। धन्ना मौसमले साथ दियो। त्यही हो अघि हामी चाहिँ यहाँ स्कुबा डाइभिङको लागि भित्र आइसक्यौँ। डर पो लागिरहेको छ सम्झिँदै। क्यों आपको पानी चाहिए? हाम्रो नयाँ स्कुटी हिजो भर्खर सोरुमदेखि निकाल्यो। स्कुटीको ड्राइभर पठाउवाला भन न बरु। हिजो नि भने नि त पठाउवाला। कुकुर पनि जहाँ हेर्ने कति धेरै हो। यही हो साथीहरू। अब चाहिँ हामी फर्म भरेर बसिरहेको छौँ। अब हामी ड्रेस चेन्ज गर्ने तर्फमा छौँ। उता स्कुबा डाइभिङको लागि चाहिँ बोटमा 1 किलोमिटर टाढा जानुपर्ने रहेछ नि त। त्यही भएर फोनहरू लान नदिने रहेछ। उतै उनीहरूले गरिदिँदो रहेछ है त साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरूले यसरी सिलिन्डर बोकाएर चाहिँ यसरी फालिदिँदो रहेछ साथीहरू। म र मेरो बुढाले नै फालिसकेको छ। म चाहिँ एकदम डर लागेर हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ। म चाहिँ यस्तो डराएको थियो तर पनि बिस्तारै एडजस्ट गरेर भित्र जाँदैथ्यो साथीहरू। जिन्दगीमा पानीमा नखेलेको एकचोटि पनि स्विमिङ नगरेको साथीहरू। पानीको भित्र जाँदा यस्तो डर लाग्यो कि मलाई यस्तो डर लाग्यो। तर मेरो बुढा चाहिँ डराउनु भएको थिएन। उहाँलाई चाहिँ एकदम मजा आइरहेको थियो। एकदम इन्जोय गरिरहनु भएको थियो। देख्न सक्नुहुन्छ यो भित्र चाहिँ माछाहरू कति थरीको माछाहरू देख्दो रहेछ साथीहरू। अनि यो रुख जस्तो के हो त्यस्तो सबै देख्दो रहेछ साथीहरू। मेरो बुढाले चाहिँ एकदम इन्जोय गरिराख्नु भएको छ।
हामी चाहिँ डिनरको लागि गएको साथीहरू। मेरो बुढो चाहिँ सी फुड लभर एकदमै, त्यही भएर बुढो चाहिँ लबस्टर खाने भन्छ। लबस्टर प्राइस सुनेर चाहिँ म चाहिँ ढले गीत जस्तै भए साथीहरू। तर खाएर चाहिँ एकदम टेस्टी लाग्यो। त्यसमा चाहिँ एकदम नुन ज्यादा जस्तो लाग्यो मलाई लाग्न चाहिँ, तर खाना ठिकै थियो, टेस्टी थियो। मेरो बुढा पनि रमाउनु भयो लबस्टर खाएर। जिन्दगीमा पहिलोचोटि खाएको साथीहरू हामीले चाहिँ। आज चाहिँ हामी काला पत्थर बीच जाँदैछौँ साथीहरू। यता चाहिँ घुम्न जाने भन्छ, ठाउँको नाम चाहिँ छुट्टै छुट्टै हुन्छ, तर घुम्ने र हेर्ने भनेकै बीच रहेछ साथीहरू। हिजो हामी राधानगर बीच गएका थियौँ भने आज चाहिँ काला पत्थर बीच जाँदैछौँ साथीहरू। काला पत्थर पुग्नलाई कति किलोमिटर है? 4 किलोमिटर है। काला पत्थर बीच जहाँ गयो नि बिचै बिचै। लास्ट डे तपाईँहरूले यता पनि देख्न सक्नुहुन्छ सुपारी खेती साथीहरू। यता चाहिँ सुपारी खेती चाहिँ धेरै हुँदो रहेछ। यताको चाहिँ फेरि रोड चाहिँ यस्तो थियो कि साथीहरू, छेउछेउबाट पुरै भाँसिएको, बिचमा अलिअलि राम्रो थियो साथीहरू। छेउछेउमा यस्तो उखालेर चाहिँ साथीहरू मेरो हालत खराब भइसकेको थियो त्यतिखेर। वेलकम टु काला पत्थर बीच साथीहरू। हामी फाइनल्ली काला पत्थर बीच आइसके साथीहरू। यहाँ चाहिँ नारियल पानीहरू अनि शङ्खबाट बनेको चिजहरू, बाला टबहरू पाइँदो रहेछ भने समुद्रमा लगाउने ड्रेसहरू पनि राम्रो राम्रो पाइँदो रहेछ साथीहरू। हामी चाहिँ यता पानी खेल्नको लागि चप्पल फुकालेर राख बबी। चप्पल खोल्दियो। हामी आउँछौँ नि। हामी आउँछौँ नि त। जानु खेल्नु जानु। त्यहाँ बेबी त्यहाँ खेल्छ। जानु। यहाँ खेल्ने हो पानी। फोटो नखिचिकन एकैचोटि कपडा फुकालेर बस्छ मान्छे त। यतिखेर चाहिँ घाम लागिरहेको थियो नि त साथीहरू, त्यही भएर हामी चाहिँ मजाले पानी खेल्यौँ। तर राधानगर बिचमा जतिको मान्छे चाहिँ यता थिएन। यता चाहिँ काला पत्थर बीच भन्दा होला साथीहरू। भित्र पनि ढुङ्गाहरू पनि भेट्ने रहेछ अनि यताउता पनि ढुङ्गाहरू धेरै रहेछ साथीहरू। त्यही भएर यो बिचको नामै काला पत्थर बीच भएको रहेछ साथीहरू। रिचेन बाबु हिजो जस्तो उठाउँछु म तपाईँलाई है। ओके जम्प गर्ने हिजो जस्तो जम्प गर्ने है।
खोलेर त म किन बोलिँदा नि अनि तपाईँ बोल्नुपर्छ तपाईँले झन् राम्रो नमस्कार म आज यहाँ ब्लगमा फसेर बसिरहेको छु कहिले खाना ओइ हेर्नु न हेलो हामी चाहिँ यता हावाखानालाई होटेलबाट एकछिन बाहिर निस्केको साथीहरू बेलुका भइसकेको थियो त्यही भएर हामी चट्टीतिर घुम्ने भनेर निस्केको साथीहरू मेरो स्कुबा डाइभिङको कमाल गर्छ होला स्कुबा लाग्छ होला यिनीहरू बरु डराउँदैन होला पानीभित्र पनि यिनीहरू यस्तो यो त उतै गर्छ यार यहाँभन्दा त उतै सस्तो होला है